साथीहरू, भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन भएको देशव्यापी रूपमा र अत्यन्तै दुःखद घटना भदौ 23 गते जहाँ विद्यार्थी भाइ बहिनीहरूलाई गोली ताकी मारिएको थियो। त्यो घटना, त्यो बलिदान ती पुराना पार्टीका नेताहरू, नेपाली काङ्ग्रेस र नेपालका एमाले, माओवादी, कुनै पनि पार्टीका नेताहरूले त्यो बलिदानको विषयमा एउटा पनि आवाज उठाएको छ। कुनै पनि कार्यक्रम, कुनै पनि मिटिङमा कहीँ कति त्यो आवाज उठाएको छैन। र हिजो मात्र छुटेका, धरोटीमा छुटेका रवि लामिछाने, उहाँले गरेको यो भाषण एकैचोटि सुन्नुहोला। अनुहार उज्यालो पार्नुस् प्रधानमन्त्रीज्यू, अनुहार उज्यालो पार्नुस्। बगिनी हो, बगिनी नै बन्नुस्। राष्ट्रमा तपाईँको साथमा छ। सुशासनको डन्डा चलाउनुस्, चुनाव गराउनुस्। राष्ट्रमा तपाईँको साथमा छ। अनुहारमा हाँसो ल्याउनुस्, खुसी ल्याउनुस्। न्यायको मूर्ति हो तपाईँ। धेरैलाई न्याय अदालतमा दिनुभयो होला। देशलाई न्याय गर्ने ठाउँमा आउनुभएको छ। खुट्टार भर्ती हो तपाईँ। एक तारको दुनियो धेरै भए तपाईँ नखुजाने त उनी के चिन्ता गर्नुहुन्छ? सिङ्गो देश तपाईँको साथमा छ। इतिहासले तपाईँलाई यो अवसर दिएको छ। नेपाललाई मात्र आमा भन्ने, प्रधानमन्त्रीलाई आमा भनेको छ। सन्तानको स्याहार गर्नुहोस्, सन्तान साथमा छ। अब योभन्दा धेरै बोल्यो भने फेरि अर्को मुद्दा लाग्ला। अब म यहाँबाट काठमाडौँ जान्छु। मैले सबैभन्दा पहिला भेट्न चाहेको शहीदका आमाहरूलाई हो। यस शहीदका आमाहरू हो, तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? तपाईँका छोराछोरीहरूले बलिदानी दिए, हामी जिउँदो छैनौँ र त्यो रगत खेर जान दिँदैन। किन चिन्ता गर्नुहुन्छ? मैले कारागारमा जान तपाईँहरूलाई भनेको थिइनँ र तपाईँलाई समस्या पर्यो भने रवि लामिछाने त्यही कारागारमा छ, नखुमा छ, आउनुहोस् भनेको थिएँ। आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु। म तपाईँको आँसु पुस्ने कोसिस गर्नेछु। म मात्र होइन, सिङ्गो राष्ट्रमा तपाईँसँग आउनेछ। सिङ्गो चितवनको माया बोकेर म आज शहीदका आमाहरूलाई भेट्न जाँदैछु। केही छोराहरूले बलिदानी दिए होलान्। सिङ्गो चितवनका छोराछोरी तपाईँको साथमा छन्। तपाईँलाई हामी छोड्दैनौँ।